अन्त्यमा चाहिँ म के भन्न चाहन्छु भने सम्पूर्ण जति पनि विद्यार्थीहरू तयारी गरेर बसिरहनु भएको छ सो यहाँहरू सम्पूर्णले चाहिँ अब हाम्रो चाहिँ यो कोरियन भाषाको कस्तो हो भन्दाखेरि हामीले जब यो खेती लगाउँछौँ यतिखेर भनेको हाम्रो बाली उठाउने उब्जाउने टाइम जस्तै हो अनि त्यही भएर चाहिँ विद्यार्थीहरूले केमा फोकस गर्नु भन्दाखेरि तपाईँहरूले चाहिँ सबभन्दा पहिलो कुरा चाहिँ तपाईँको इक्जाम डेट कहिले छ त्यो कुरा चाहिँ प्रष्ट हेरेर जानु किन भन्दाखेरि कतिपय विद्यार्थीहरू त्यहाँ आउने त्यहाँ आएपछि दिउँसोको सिफ्टको विद्यार्थी कि दिउँसो भनेर आयो साथीले हेरेर दिउँसो आयो तर उसको इक्जाम चाहिँ बिहानै सकिसकेको रहेछ अनि त्यो भएर के भयो भन्दाखेरि अब यत्रो वर्ष पढेर त्यो उसले चाहिँ आफैले चाहिँ आफ्नो चाहिँ डेट कहिले हो भनेर चेक नगर्दाखेरि यो समस्या भएको छ त्यही भएर यस्तो कुराहरूमा ख्याल गर्नु होला अनि तपाईँहरूले चाहिँ नातिकन चाहिँ इक्जाम दिने होला नयाँ आउने विद्यार्थीहरूलाई र चाहिँ के भन्न चाहन्छु भने अब हाम्रोमा चाहिँ एक दिन अगाडि बायोमेट्रिक गर्न जानुपर्छ त्यो कुरा पनि तपाईँहरूले नभुल्नु होला बायोमेट्रिक गर्नको लागि चाहिँ ग्वार्कोमा जानुपर्छ भने हामी इक्जाम दिनलाई भैँसी पार्टी जानुपर्छ यो कुरा पनि याद गर्नु होला र ग्वार्कोमा चाहिँ तपाईँहरू सकेसम्म बिहानी टाइममा लगभग 8:30तिर हिँड्नुभयो भने अब लगभग 9 बजीतिर पुग्ने गरेर जानुभयो भने त्यहाँ भिडभाड कम हुन्छ किनभने पर डे चाहिँ अब 1000जनाले स्टुडेन्टले चाहिँ इक्जाम दिइरहेको हुन्छ अनि त्यहाँ त एकदम भिडभाड हुन्छ त्यो भन्दा अलिकति बिहानको समयमा गयो भने अलिक खाली हुने सर्टै गएर अनि आइहाल्यो भने सजिलो हुन्छ अनि त्यहाँ चाहिँ अब नातिकन इक्जाम दिनु होला अनि इक्जाम दिँदाखेरि चाहिँ के गर्नु भन्दाखेरि त्यहाँ ठ्याक्कै आफ्नो फोटो टालेको हुन्छ बाहिर अनि त्यो फोटो टालेकोमा चाहिँ एकदम केयर गर्नु होला किन भन्दाखेरि त्यहाँ चाहिँ आफ्नो कति नम्बरमा छ भन्ने कुरा पत्ता नलागेन कति विद्यार्थीहरूले चाहिँ माथि फोटो हेर्ने रुम नम्बर हेर्ने एकैचोटि भित्र गइदिने अनि भित्र गएर आएर फेरि तिम्रो फेरि कति नम्बरमा हो माथि सिट आफूले सिट थाहा नभएको जस्तै 3 नम्बर रुम 4 नम्बर रुम हुन्छ नि त 3 नम्बरमा रुममा जाने अनि एउटा सिटमा बस्दिने जुन खाली छ त्यसमा बस्दिने अनि बढी लास्टमा के भयो भन्दाखेरि उसको त फेरि त्यहाँ त त्यहाँबाट उसलाई फेरि अर्को ठाउँमा हटाउँदा त उसलाई झन् डुगडुगी बढ्यो आत्तिन्छ त्यही भएर त्यहाँ चाहिँ सकभर एकदमै तपाईँले टाइमिङमा जानु होला सकभर अरूको गाली खाने काम नगर्नु होला किनभने अरूबाट गाली खाएन भने आफू पनि अलिक कन्फिडेन्ट बढ्छ त्यहाँ गएर चाहिँ एउटा सेक्युरिटीले समेत थर्काउँछ त्यहाँनिर बाहिर होइन अब त्यो थर्काएपछि त आफ्नो मनोबल गर्छ तर त्यो उहाँले चाहिँ किन थर्काउनुहुन्छ भन्दा आफ्नो गल्तीले गर्दा हुन्छ उहाँले त यसो नगर भनेर चाहिँ एकदम सच्याउनु भएको हो अनि त्यही भएर चाहिँ त्यो कुराहरूमा ध्यान दिनु होला अनि भित्र गएर चाहिँ जस्तै अब त्यो ट्यापहरू खोल्ने कुराहरूमा पनि जस्तै अब ट्याप हामीले चाहिँ कसरी त्यहाँ उहाँले बनाए हुन्छ कि जन्ममिति हान्नु यो अनुसार हान्नु यो अनुसार गर्नु भन्ने हुन्छ कतिपय विद्यार्थीहरूको चाहिँ कस्तो भएछ भने अस्ति एकजना विद्यार्थीको चाहिँ ठ्याक्कै सुरु गरेछ अनि त्यो थिच्दै जाँदा उसले सबै थिचेर चाहिँ त्यो परीक्षा सुरुमा पनि पुगेर उसले दबाइसकेछ अनि दबाइसकेपछि चाहिँ त्यहाँ भित्र गएर पनि के हुन्छ भने उहाँले त्यो उसको बारेमा चाहिँ लेक्चर दिनुहुन्छ कि अनि त्यो लेक्चर दिने बेलामा चाहिँ उहाँले सुरु गरेर पनि उता सुनिरहेको रहेछ अरे यता टाइम त गइसक्यो अनि भरे टाइम सकिसकेपछि के भने सर मेरो त टाइम त सकिसक्यो भनेर अब त्यो त चान्स छैन त्यो त नो चान्स हो त्यही भएर हरेक कुरामा चाहिँ एकदम 1 बाई 1 फलोअप गर्ने एकदम 1 बाई 1 चाहिँ गर्यो भने पास हुने सम्भावना धेरै छ किन भन्दाखेरि यत्रो वर्षसम्म मेहनत गरेर त्यो 50 मिनट्स भित्र गर्नुपर्ने तयारीहरू के हो त त्यो तयारीहरू चाहिँ एकदम राम्रोसँग गर्नु होला भन्ने चाहिँ भन्दै चाहिँ एकदमै अब आगामी दिनहरूमा चाहिँ तपाईँहरूको पनि एकदमै राम्रो होस् परीक्षाको शुभकामना सफलताको शुभकामना व्यक्त गर्दछु।